सुभाइ नमस्ते। आजको हाम्रो यात्रा चाहिँ सेफसुन्डर तालको लागि रहेको छ। सैजोलदेखि सेफसुन्डर आज हाम्रो दोस्रो दिनको ट्रेक हो। तपाईँलाई भिडियो मनपर्ने छ। पक्कै पनि सुन्दरताको हामी चाहिँ पराकाष्ठमा पुगेका छौँ, सुन्दरताको उत्कर्षमा पुगेका छौँ हामी। सेफसुन्डरको चाहिँ सुन्दरता, यहाँको चाहिँ भौगोलिक विकटताको बारेमा तपाईँले थाहा पाउनुहुन्छ भिडियो हेरेर। र मेरो च्यानललाई सब्सक्राइब पनि म यता यो खिच्दैछु। अबि ल यता हेर भन्नु ल। जुममा राम्रो आउनुहुन्छ। उहाँहरू यस्तो भिरबाट हिँडेर आइसक्नु भएको छ। उहाँलाई झर्ना पनि देख्नु भएको छ। उहाँले झर्ना हेर्दै हुनुहुन्छ उहाँ गम्भीर भएर। ल गर्नुहोस्। भयो 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 धेर नगर्नुहोस्। अहिले आफ्नो यसलाई चिसो हुन्छ त्यहाँ। ल ल यता हेरौँ। सुलीघाट झर्ना ल। यस्तो बाटो जानुपर्छ। पखरी बाटो तेरो पुरा खतरा आइसक्यो भिडियो। ल हानिसकेको छु। भयो भयो भिडियो त हो। ओहो ओहो भिडमा त पुरै डेन्जर थियो। भित्रसम्म मात्रै आयो। यहाँ चाहिँ अलिकति मन चाहिँ हामी पनि डेन्जर भिड्छ। उहाँहरूलाई सुलीघाटको त्यो भिरमा उहाँको माल ढुस भएको छ। झर्ना त्यहाँ छ। भिर यही हो साथीहरू। ल 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 ल। रिग्मो भिलेज हामी पुगेका छौँ। रिग्मो भिलेज। हाम्रा साथीहरू पैदल हिँड्दै हुनुहुन्छ पछाडिबाट। अवस्था हेर्नुहोस्। अहिलेको अवस्था यस्तो छ। हिउँ पर्न पनि सक्छ, नपर्न पनि सक्छ। रिग्मो भ्यालीमा तार जाली पाइपहरू छन्। आई डोन्ट नो वाट टाइप अफ भ्याली दिस इज अ रिग्मो भ्याली। अनि बिहान हामी अहिले यहाँ आइपुगेका छौँ। हाम्रो माउन्ट कैलाश गेस्ट हाउस। यो पोइन्ट बनाएको त्यही माथि टोलीहरु खै माथि उयो यता हिँड्ने बाटो त्यो पनि धेरै रहन्छ त। त्यही हो। बाटो त यो तर त्यो पर होला भ्यू पनि त त्यहाँ कहाँ होला र? पर त्यो वाल जस्तो देखियो नि पर त्यहाँ होला कि त्यहाँबाट सबै ताल देखिन्छ देख्न त। अहिले म सेफसुन्डर तालमा छु हैन। करिब सेफसुन्डर 311.5 मिटरमा रहेको छ। यहाँ मैले देखाएँ नि सेफसुन्डर अनि पुरै यता हिमपात भइरहेछ हेर्नु त। पुरै हिमपात भएछ। हिउँ पनि परिरहेछ हैन। त्यो चाहिँ यहाँको अवस्था। आइरो होला जग्गा चाहिँ खतरा आयो नि हिउँ अहिले त। डेन्जर देख्छ नि हिउँ परेको नि तपाईँलाई। पानी सिधा जस्तो पनि हाल्नु छ यार। पानी पुरै चिसो छ, पुरै बरफ छ पानी। ओ
भिडियोमा हामीलाई पनि यसो बिसाउनु अब ल हेर्नुहोस् हाम्रो यो पुरै हिउँ परिरहेछ अहिले फोक्सोन तालैभरि ल हेर्नुहोस् हाम्रो कुमाउ गाउँपालिका इन्जिनियर साहब नाच्दै हुनुहुन्छ हिउँ परेर लेकबेसिक इन्जिनियर साहब गाउँदै हुनुहुन्छ फेरि अनि शिवालय गाउँपालिकाको इन्जिनियर साहब मजाले हिँडिरहनु भएको छ होइन ल आउनु आउनु हेलो 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 ल ठिक छ ल सर कडा आउने रहेछ नि हजुर ल ल ल हजुर त्यहाँ बस्नु ल मैले झन् बवाल बनाइदिएँ नि घटाएर ट्याक्क लगाएर रन कुद्यो कुद्यो ल रेडी सबै भिडियो छ ल भिडियो नाच्न सक्ने अरू पनि आउनु चाहिँ नाच्न जानु सक्ने मान्छेहरू भइरहेछ भिडियो रोक्दै हामीले गर्नुपर्छ आउनुहोस् आउनुहोस् जानुहोस् हात लाउँदै कडा हिमपात छ हिमपातमा अगाडि एकजना को पछाडि छुटे जस्तो छ हिमपातमा कस्तो लागिरहेछ मलाई एकदम राम्रो रमाइलो मेरो यो पहिलो अनुभव हो हिमपातमा यात्रा थियो तर हिमपात चाहिँ पहिलो अनुभव हो नारायणी उला हुन्छ त के मैले के हाइट त्यहाँ हाइट छैन नि त्यहाँ त किन हाड्नु त्यहाँ हाइट छैन ल आयो ओ सागर सर लिङ्गो भिलेज कस्तो कस्तो भाइरल छ के भाइरल भाइरल लुक्छ के खस्यो तालम पुग्छ जाउँ त्यहाँ जाउँ निस्किनु कहाँ त्यो थाकेर विश्वेश्वरको अवस्था यस्तो छ है त यही रहेछ नि त भिउ पनि अरू छैन क्या ताल बल्ल आयो नि त ए रहेछ सेकेन्ड स्पेसल छ के ताल 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 खिच्दैछ ताल हेर्नु निलो बल्ल कलर आयो निलो सेपुक्सुन ताल डोल्पा ल आयो ल अनि के गर्ने ल्याएको छैन